हजुरले के गर्दै हुन्छ दाजुभाइ? म आज चाहिँ मोही बार्दै। अब मोही चाहिँ यस्तो मिक्सचरमा भन्छ। महिनाको एकचोटि बनाउँछु म। यो डेक्चीको लगभग भरि नै हुन्छ नहुने। एक डेक्ची नै भएछ यसो त। यसै गाई हाम्रो कस्तो मजाले घिउ निस्किन्छ। अलिक भयो। त्यसो डल्लै डल्ला निस्किन्छ हाम्रो घिउ त। किन पाल्नु पर्यो भैँसी? किन सोर्नु पर्यो गोबर? पहिला पहिला एक माना घिउ बच्चा सानो हुँदै चाहियो भन्दाखेरि गोबर सर्नुपर्छ, घाँस काट्नुपर्छ भन्नेको लागि जवाफ हो यो। यस्तरी बनाउँछु म। न भगाएर सर्नु पर्यो, न भैँसी पाल्नु पर्यो, न गोबर सर्नु पर्यो। ढुक्कै आनन्दसित। हाम्रो कति दिनको तर हो? लगभग 1 महिना। 1 महिनाको। 1 महिनामा हाम्रो घिउ 1 डेक्ची नै लाग्छ यसो है। यो पानी चाहिँ तातो पानी चाहिँ जाडो महिना भएर राख्नु पर्यो। गरम महिना चाहिँ राख्नु पर्दैन। जाडो महिना चाहिँ अलिक छिटो बनोस् भनेर एकछिनमा बन्छ। एक भाँडो भाँडो। कति चाँडै? हजुरहरू चाहिँ केमा बनाउनुहुन्छ? हामी चाहिँ मिक्सरमा बनाउँछौँ। यो भएपछि अलिकति मेहनत पनि धेरै परेन, सजिलोसित बन्छ। तातो पानी थोरै राखिदिने जाडो महिनालाई 2-4 फन्कै घुमाएपछि घिउ मस्त बनिहाल्छ। अनि चिसो पानीले खलखल पखालिदिने नहुनेलाई। अनि त्यसपछि राम्रो घिउ बन्छ, कनिके घिउ। म चाहिँ यसै गरी बनाउँछु। हजुरहरू कसरी बनाउनुहुन्छ? हामीलाई पनि योभन्दा नि सजिलो आइडिया छ भने हामीलाई दिनुहोला। घिउ नहुने कसले खानु घिउ? के भयो घिउ? सानो बाबा हुँदा